हेलो नमस्ते सबैजनामा आरामै हुनुहुन्छ भन्ने आशा राखेको छु। तपाईहरु हेर्दै हुनुहुन्छ मेरो गुरुकुल युट्युब च्यानल। यदि तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यस भिडियोलाई सक्दो शेयर र लाइक गरिदिनु होला। आज पनि म तपाईहरुको सामु एउटा छोटो मिठो भिडियो लिएर आएको छु। कृपया यस भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला र हजुरहरुको माया साथ सपोर्ट सधैँभरि रहिरहोस्। भाइहरुलाई घर बसेर पढे भनेको त नाइ हामी पनि भिडियो बनाउँछौं भनेर मसँग साथमा आइहाले। हजुर पढ्नु भएको पुरानो विद्यालय देखाउनुस् न सर भनेर भाइहरुले भनिसकेपछि म सानोमा पढेको 3 कक्षासम्म पढेको विद्यालय देखाउनलाई भाइहरुलाई लगेर जाँदै छु। अनि भाइ आज चाहिँ के स्पेशल भिडियो हो त हाम्रो? आज चाहिँ हामी हाम्रो सर पढेको पहिला पुरानो स्कुल हेर्ने मन गरेर हेर्न आएका छौं र त्यसै मौकामा चाहिँ हामीले एउटा सर्ट मुभी बनाउने निर्णय गरेका। भाइहरुले आज एउटा एक्सन सर्ट भिडियो बनाऊ भनिसकेपछि ती विद्यालयको ग्राउन्डमा एउटा सर्ट एक्सन भिडियो बनाउने निर्णय गरियो। भिडियो एकदमै रमाइलो छ, अन्तिमसम्म हेर्दिनु होला। यो हेर्दै कालो डर लाग्ने ओडार भूत बस्ने ठाउँ हो रे। रातको समयमा धेरै धेरै आवाजहरु यहाँबाट निस्किन्छ, मान्छेहरूले सुनेका पनि छन्। एक दुई पटक त मैले पनि सुनेको छु, तर मलाई त्यति कन्फर्म चाहिँ यहीबाट निस्केको हो भन्ने चाहिँ लागेन। फाइनल्ली हामीहरु स्कुलको गेटमा पुग्यौं र भाइहरुले आहा कति राम्रो स्कुल भनेर तारिफ गर्न थाले। त्यतिकैमा एउटा भाइ खुसीले गेट चढ्न थाल्यो। सर हजुर पढेको त्यो स्कुल खतरा रहेछ, खै एउटा सम्झनाको लागि फोटो खिच्दिनुस् त भने। त्यसपछि ग्याङ पारामा मेरो केटाहरु कुरिरहेछ गल्ली र चोक, बढी बोल्ने सबैलाई ठोक ठोक ठोक, आज लिएर जाउँ सैयालाई बोक बोक बोक। त्यसपछि हामीहरु सबैजना स्कुल भित्र एन्ट्री गरियो र मैले त्यहाँको सबै एरिया भाइहरुलाई देखाएँ र नयाँ बिल्डिङ बन्दै रहेछ त्यो पनि मैले भाइहरुलाई देखाएँ। भाइहरुले घरबाट आँप ल्याएका रहेछन् र मिठो मानेर भाइहरुले आँप खान थाले। मैले भाइहरुलाई सोधे भाइ आँप कस्तो छ भनेको मिठो मिठो भन्न थाले भाइहरुले। खान जन्मेकाहरु हौ खाऊ। नेकपा एमालेका कार्यकर्ताहरु सही कार्यकर्ताहरु खान मात्रै जन्मेका। त्यसपछि हामीहरु पछाडी रहेको ग्राउन्डतिर गयौं। हामीले चारैतिर हेरिसकेपछि यही ग्राउन्डमा एकदमै बेस्ट भएको कारणले गर्दाखेरि यही ग्राउन्डमा हामीहरुले आजको हाम्रो एक्सन सर्ट भिडियो बनाउने निर्णय गरियो। भिडियो बनाउने भनेपछि खुसीले भाइहरु नाच्न थाले। आजको भिडियोमा पुलिसको बन्ने भनेको भाइहरुमा त म बन्छु भनेर झगडै हुन थाल्यो। त्यसपछि भाइहरुलाई शान्त गराएर आफ्नो आजको भिडियोको सुटिङतिर लागियो। सुरुमा खुट्टाको मात्रै दौडिएको भिडियो खिचियो, त्यसपछि साइडबाट दौडिएको भिडियो खिचियो। यही 5 सेकेन्डको भिडियो खिच्नको लागि पनि 4-5 वटा क्लिप तयार पार्नु पर्यो। त्यसपछि पुलिस बनेका भाइहरुले लखट्ने सिन आयो। त्यसपछि हामीले हाई एंगलबाट भिडियो लियौं। यो भिडियो खिच्न एकदमै कठिन भयो तर हामी अन्तिममा सक्सेस भयौं। त्यसपछि भाइको डायलग बोल्ने पालो आउँछ। मलाई चिन्छस्? चिन्दैन। ओइ सम्राट भन भन म को हुँ? पीके। कस्तो हो यो नाम हो त इखा के पीके। माथा खराब गर्छस् त। यो त केवल रमाइलो मात्रै थियो। यसको पुरा एडिटिङ गरेको भिडियो पनि म यसैमा राख्ने छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। त्यसपछि आयो हाम्रो एक्सन सिन। हामी भिडियो सुटको अन्तिम सुटमा थियौं। हामीलाई अझ लामो बनाउन त मन थियो तर समय नपुगेको हुनाले हामीले थोरै भिडियो मात्रै सुट गर्यौं जसमा लास्ट एक्सन र लास्ट डायलग यही नै थियो।
मामा मामा पुलिस मामा पुलिस मामा छलनी कर दूंगा तुझे। शंकर, अब उनसे पंगा नहीं लेने का। अपना सामना करने के लिए जिगर चाहिए, जिगर जिगर चाहिए, जिगर। अपन जेल से फरार होकर बाहर बिरयानी खाने को नहीं आया, खाने को नहीं आया है। खेल खत्म करने आया, खत्म करने आया है। आखिरी वार्निंग दे रहा है तुम सब लोग को। हाम्रो मेहनतको सानो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया कमेन्टमा गरिदिनु होला। भिडियो सुट गर्दा गर्दै भाइहरूलाई धेरै भोक लागिसकेको रहेछ। आज हामीसँग त्यस्तो स्पेसल त केही पनि थिएन, त्यही एउटा पोका चाउचाउ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले एउटा पोका चाउचाउ खाएर आजको पेट भरे। धेरै खुसी भए र आजको भिडियो पनि एकदमै राम्रो र बवाल भएको छ लाग्छ मलाई। हजुरहरूलाई पनि मन पर्यो होला। कृपया यदि मन पर्यो भने यो भिडियोलाई सक्दो लाइक शेयर गरिदिनु होला। भाइहरू अब हाम्रो सुटिङ सकिसकेपछि भाइहरू भोक आएर चाउचाउ खाइरहेका छन्। आज हामीसँग समय कम भएको कारणले गर्दाखेरि हामीले काच्चे चाउचाउ खायौँ। जस कारणले गर्दाखेरि हामी फेरि नेक्स्ट टाइम चाहिँ एउटा ठुलो हामी पार्टीको योजना गर्नेछौँ र त्यो पार्टीमा रमाइलो गर्नेछौँ। ल भाइहरू अरू केही भन्नु छ आजको सबैले आजको हाम्रो एक्सन भिडियो चाहिँ कस्तो थियो? सबैले माया गरिदिनु होला होइन? हजार भ्यू जानु पर्यो यसमा, जसरी भयो भने हजुरहरूको जिम्मा छ। अन्तिममा डान्स नगरी त हुँदैन। बहिनी नमस्कार, मङ्गलबार बहिनी नमस्कार, हुने हुन त मायालाई सम्झेर रुखे हुन त। आजको भिडियो पक्कै पनि हजुरहरूलाई राम्रो लाग्यो होला भन्ने मैले आशा राखेको छु। यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने कृपया यस भिडियोलाई सक्दो शेयर र लाइक गरिदिनु होला। र यदि तपाईँहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस च्यानललाई सब्सक्राइब गरिदिनु होला। फेरि भेटौँला हामी अर्को भिडियोमा। आजलाई बाई बाई।